काठमाडौँको मुटुमा हरेक वर्ष घोडा दौडाइन्छ। तर के तपाईलाई थाहा छ, यो केवल दौड होइन, यसको पछाडि एउटा पुरानो रहस्य लुकेको छ। आज हामी घोडे जात्रासँग जुडेको किंवदन्ती सुन्नेछौँ। घोडे जात्रा काठमाडौँ उपत्यकामा मनाइने एक विशेष पर्व हो। यो पर्व हरेक वर्ष चैत कृष्ण प्रतिपदामा मनाइन्छ। टुरी खेलमा घोडा दौडाइन्छ, सैनिक परेड गरिन्छ र सहर उत्सवमय हुन्छ। तर यो केवल मनोरञ्जनको लागि सुरु भएको पर्व होइन। योसँग एक गुरुमापा नाम गरेका राक्षसको कथा जोडेको पाइन्छ। धेरै वर्ष पहिले काठमाडौँको इटुम्बहालमा केशचन्द्र नामक व्यापारी बस्थे। उनी चतुर मानिस थिए, तर उनको एउटा ठूलो कमजोरी थियो। उनी जुवाको लटमा फसेका थिए र दिनहुँ जुवा खेल्थे। र एक दिन उनले आफ्नो सबै कमाई जुवामा हारे। त्यसपछि दुखी भएका केशचन्द्र अब मद्दत माग्न कता जाउँ भनी सोच्न थाले। तब केशचन्द्रलाई आफ्नो दिदीको याद आयो। उनको दिदीको धनी व्यापारीसँग बिहे भएको थियो। अब दिदीको घर नै जानु पर्ला भनी सोच्दै उनी दिदीको घर गए। दिदीले पनि आफ्नो भाइ आएको देखि खुसी भई भाइको स्वागत गरिन्। त्यसपछि दिदीले माया गरेर भाइको लागि स्वादिष्ट खाना पकाइन् र सुनको थालमा पस्केर खान दिइन्। केशचन्द्रले खुसी हुँदै खाना खाए। खाना खाइसकेपछि उनले त्यो सुनको थाल सुटुक्क लुकाए र बिस्तारै दिदीको घरबाट निस्के। केशचन्द्र सुनको थाल लिएर फेरि जुवा खेल्न गए र त्यो पनि हारे। लाज मान्दै केशचन्द्र फेरि पनि दिदीको घर पुगे। दिदीले माया गरेर फेरि पनि खाना दिइन् र यसपटक पनि चाँदीको थालमा दिइन्। केशचन्द्रले फेरि खुसी हुँदै खाना खाए। तर यसपटक पनि उनले खाना खाइसकेपछि चाँदीको थाल पनि चोरे। सधैँ झै फेरि जुवा खेल्न गए र सधैँ झै फेरि हारे। सानो मुख लगाउँदै उनी तेस्रो पटक पनि आफ्नो दिदीको घर पुगे। यसपालि भने दिदीलाई भाइको जुवा खेल्ने बानीले निकै रिस उठेको थियो। त्यसैले उनले पातमा खाना पस्काइन् र भुइँमा राखिन्। यो देखेर केशचन्द्र निकै लज्जित भए। उनको आँखा रसाए र उनले खान सकेनन्। उनले त्यो खाना कपडामा बाँधेर बिस्तारै घरबाट निस्के। उनी निकै दुखी हुँदै आफ्नो घरतिर लागे र बीच जङ्गलको बाटो पुगे। धेरै बेर हिँडिसकेका उनलाई थकान महसुस भयो र भोक पनि लाग्यो। सो अघि बाँधेर ल्याएको खाना खानु पर्ला भनी खोले, तर खाना ओसिइसकेको रहेछ।